सो हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। आज भने मेरो छुट्टी थियो है, त्यो भएर चाहिँ बेलुका साँझको टाइम भयो अनि म चाहिँ खाना ल्याउनु गइरहेको छु र एउटा मेरो सब्सक्राइबरले चाहिँ भिडियो बनाएर पठाइदिनु चाहिँ हजुर चाहिँ खाना ल्याउनु कहाँ जानुहुन्छ भनेर भन्नुभएको थियो होइन। र उसको लागि चाहिँ स्पेसली उसको लागि नै मैले सानो भिडियो बनाउनु गइरहेको छु। आई होप तपाईँहरूलाई यो भिडियोलाई लाइक गरिदिनुहुन्छ भने म आशा राख्दछु है। र हेर्दै जानुहोस्, म चाहिँ कहाँ जान्छु भने चाहिँ खाना ल्याउनु सस्तो मिठो चाहिँ यहाँ जान्छु है। रहेको छ मेरो होटेल होइन। यहाँबाट यस्तो आएर चाहिँ यता सर्टकट भनौँ न। अब अहिले चाहिँ समर सिजन छ है, त्यो भएर चाहिँ एकदमै गरम छ। दिनमा तपाईँको 50-51 डिग्री सेल्सियस तपाईँको टेम्परेचर पुग्छ होइन। र मान्छेहरू प्रायः जस्तो बेलुका मात्रै निस्किन्छ। यो चाहिँ तपाईँको हिल्टन गार्डन 5 स्टार होटेल हो। यस्तो छ है। यो पर तपाईँको एभिन्युज मल, त्यसको उतापट्टि लुलु मार्केट छ। यिनीहरू सबै अब मार्केटहरू हो होइन, ठुलो ठुलो। यो चाहिँ तपाईँको मेन हाइवे भयो। उता साइड पनि छ एउटा हाइवे, यता पनि छ हाइवे होइन। यो तपाईँको रुबी मात्राहरू जान्छ। यो हाइवे चाहिँ पर हाइवेसँग कनेक्ट हुन्छ नि त। यो चाहिँ तपाईँको 5 स्टार होटेल हो, एकदमै दामी छ। यहाँनिर चाहिँ बेलुका मान्छेहरू वल्कहरूतिर आउँछ पार्कमा होइन। सानो पार्क छ, गेमहरू पनि खेल्छ यहाँनिर चाहिँ। तर म चाहिँ अब यहाँबाट सर्टकट जान्छु। उताबाट पनि जाने जग्गा छ, तर अब बेलुकाको 6 बज्यो होइन। तर पनि तातो अब सर जाँदाखेरि सास फेर्नु पनि अप्ठ्यारो भयो क्या। चाहिँ रोड क्रस गरिसकेँ है। आज चाहिँ पुरा ट्राफिक रहेछ, अलिक टाइम लाग्यो। अब त एकैछिनमा भइहाल्दैन रोड। यहाँबाट चाहिँ यता क्रस गर्नु। यो चाहिँ अब यहाँकै ओमानी रेसिडेन्ट होइन। यस्तो घरहरू हुन्छ, सानो हुन्छ ओमानमा चाहिँ। तपाईँको दुबईको जस्तो ठुल्ठुलो बिल्डिङहरू हुँदैन होइन। र सबै घरमा चाहिँ अब तपाईँको कि क्रिम कलरको रङ होइन, कि वाइट कलरको, त्यस्तो मात्रै हुन्छ। यहाँ चाहिँ प्रायः जस्तो घरमा नै अब क्रिम र वाइट कलरको हुन्छ। घरहरू पेन्ट गरेको हुन्छ हो, सानो सानो तर मजाको क्या। अब यस्तोहरू हुन्छ होइन। यो चाहिँ तपाईँको भित्र अब गाउँतिर जाने भनौँ न, अब भित्रभित्र जाने बाटोहरू हो। तातो हावा चाहिँ अब नाकमा क्या सराउँदाखेरि चाहिँ कस्तो उयो हुन्छ क्या, सास फेर्ने अब साह्रो जस्तो हुन्छ। यो चाहिँ तपाईँको भित्रको बाटो है, हाइवेदेखिको भित्र साइडको। यस्तो छ। म चाहिँ यहाँबाट आएको आइबिएस होटल, यहाँ सिधै यो सिधो बाटोबाट आउनुपर्छ होइन। अब हुनु चाहिँ म चाहिँ अब होइन मेरो होटेलको छेउछाउतिर अब भेज रेस्टुरेन्टहरू छ, त्यहाँनिर जान्छु होइन। नामहरू चाहिँ तपाईँको घसिटा राम हलुवा होइन, गुजराती रसोई, अन्त गकुल रेस्टुरेन्टहरूतिर जान्छु खाना खानु चाहिँ। म त्यहाँ जान्छु। तपाईँको त्यहाँनिर चाहिँ 1 रियाल 400 रुपियाँमा चाहिँ 1 रियाल 400 पैसामा चाहिँ थाली पाउँछ होइन, अनलिमिटेड थाली पाउँछ। र म प्रायः जस्तो त्यो खान्छु। तर अब ओमान नभए नै निकै कस्टली हुन्छ होइन। तपाईँहरूलाई थाहै छ अब 1 रियाल 400 भनेको अब इन्डियाको लगभग कति हुन्छ, 300-400 रुपियाँ जस्तो पर्छ होइन। र अब सस्तोहरू पनि अब रेस्टुरेन्टहरू छ, तर अब अलिक भित्रभित्र हिँडेर जानुपर्छ। तर दिउँसो चाहिँ अब सक्दैन होइन। बेलुका चाहिँ तपाईँले छुट्टीहरूको टाइममा आएर यहाँ आएर खानु सक्नुहुन्छ। जग्गाको नाम चाहिँ छ, यो चाहिँ अल्क्वेयर स्ट्रिट भन्छ है। आइबिएस होटलदेखिको सिधा तपाईँ यो बाटो लिएर जानु सक्नुहुन्छ खानु चाहिँ होइन। अब जति पनि अब यहाँ मेरो साथीहरू छ, जस्तै अब मेरो एउटा सब्सक्राइबरले सोधेको थियो होइन कि कहाँ पाउँछ सस्तो खानाहरू चाहिँ भनेर भनेको थियो। अब उसको लागि नै मैले यो भिडियो हालिदिएको है। यताबाट यो तपाईँ यो बाटो छ नि, यो त सिधै जानुहोस् पर्यो होइन। त्यहाँनिर चाहिँ तपाईँले 500 पैसामा चाहिँ म चाहिँ अब त्यहीँबाट अब लिएर आउँछु। तपाईँहरूले चिकन मटनहरू पनि पाउँछ त्यहाँनिर, भेज पनि पाउँछ। तर भेज चाहिँ तपाईँको 500 पैसाबाट सब्जी दाल भात दिन्छ होइन। अन्त चिकनहरू पनि तपाईँको 600-700 पैसामा भात सब्जी चिकन त्यस्तोहरू पाउँछ। यो बङ्गलादेशी रेस्टुरेन्ट हो, त्यहाँनिर चाहिँ सस्तो पाउँछ। र चाहिँ अब फ्री टाइममा चाहिँ म त्यहाँ जान्छु। यो चाहिँ सेकेन्ड गल्ली होइन। यो फर्स्ट, यहाँबाट त फर्स्ट यो रोड क्रस भयो होइन। यो सेकेन्ड, अनि थर्डमा चाहिँ तपाईँको त्यो रेस्टुरेन्ट छ।
यस्तो छ भित्र चाहिँ अब यो सबै घरहरू यतापट्टि होइन सबै वाइट कलरको मात्रै हुन्छ यहाँनिर चाहिँ हो प्रायः जस्तै अब लगभग सबै नि वाइट कलरको हुन्छ होइन त्यो पनि ठिकैको क्या सानो एक ताले दुई तालेहरू हो 3 ताले 2 तालेहरू मात्रै हुन्छ बेसी ठुल्ठुलो त हुँदैन एक ताले या 2 ताले भनौँ न यस्तो हुन्छ अहिले पनि अब गरम त पुरा छ पर देख्नु यस्तो पाहाडहरू यो सबै डेजर्टहरू क्या बलुवा तपाईँको थर्ड गल्ली अब चाहिँ तपाईँको रेस्टुरेन्टहरू देख्छ यहाँ तपाईँको सानो उयो छ सपिङ मल भेजिटेबल सप होइन त्यहाँबाट फिस सपहरू छ लन्ड्री कफी सपहरू छ यता चाहिँ तपाईँलाई देखाउँदैछु है यो चाहिँ तपाईँको सपिङ मल हो होइन यो रेस्टुरेन्ट हो यो सब्जीहरू लन्ड्रीहरू हुन्छ यहाँ पनि एउटा उयो छ रेस्टुरेन्ट छ यहाँ पनि सस्तै पाउँछ कि तर यहाँ चाहिँ भेजिटेबल उयो भेज खाना पाउँदैन प्रायः जस्तो चिकनहरू नै हुन्छ चिकन मटन बिफहरू त्यस्तै हुन्छ हो त्यही भएर म चाहिँ प्रायः जस्तो यहीँ जान्छु यो रेस्टुरेन्टमा अहिले अब दिउँसो घामको कारणले गर्दा चाहिँ प्रायः जस्तो देख्दैन मान्छेहरू है दिउँसो भन्दा पनि 6 बजे बेलुका मात्रै हुन्छ तपाईँको 7-8 बजीदेखिको चाहिँ यहाँ भिड हुन्छ फेरि र म चाहिँ जाने यो रेस्टुरेन्ट हो है र रेस्टुरेन्टमा गएर खाना पार्सल गरेर चाहिँ र मैले चाहिँ पार्सल लिएर आएँ है भात चनाको सब्जी दाल अन्त यो चाहिँ मलाई पुरा मनपर्छ कि यो मिठाई चाहिँ मलाई पुरा मनपर्छ होइन दही मिस्टी के भन्छ टोटल 600 पैसा मात्रै अब सोच्नु न कति डिफ्रेन्स छ होइन अब त्यहाँबाट थाले खायो भने 1 रियाल 400 तर अब यति चाहिँ अब 600 पैसामा इनफ हुन्छ राइस सब्जी सलाद हो चानाको सब्जी हामी चाहिँ अब प्रायः जस्तो यहीँ आउँछौँ साथीभाइहरूसँग सस्तोमा यस्तो मिठो है यहीँ आउँछौँ खाना खानु चाहिँ र तपाईँहरूले बाटो चिन्ने होला यहीँ आउँछ हामी चाहिँ खाना खानु अब तपाईँ यो लाइन सिधा पर जानुभयो भने चाहिँ ठिक्कै होटल पुग्छ र फाइनली म चाहिँ आइपुगेँ है मेरो होटलमा र जाने जग्गा बाटोहरू चाहिँ त्यही हो है मैले तपाईँहरूलाई देखाइएको छु र अब होटलमा पनि अब खाना त पाउँछ होइन तर हप्तामा 2 वर्ष 3 वर्ष भइसक्यो अब त्यहीमा देखाएको हो र अब अलिकति टेस्टलाई होइन टेस्ट बड्स भन्ने हुन्छ नि त्यो चाहिँ मिठै खोज्छ नि त होइन अब होटलको खानाहरू पनि मिठै हुन्छ तर अब म चाहिँ अब भेज पऱ्यो है र भेज खाना चाहिँ अब त्यति राम्रो हुँदैन त्यो साम्बारहरू हुन्छ मिक्स भेज करी साउथ इन्डियन स्टाइलको हुन्छ होइन र अब हामी पऱ्यो नर्थ इन्डियन हरे पऱ्यो खाने बानी र मलाई चाहिँ त्यति मन पर्दैन अन्त म प्रायः जस्तो बाहिरबाट ल्याउँछु 1-2 टाइम मात्रै खान्छु रेस्टुरेन्ट चाहिँ होटलको चाहिँ होइन अन्त प्रायः जस्तो बाहिरबाट नै लिएर आउँछु म सस्तो मिठो पनि हुन्छ आइपुग्यो है गरम पनि अब भित्र गन्जी चाहिँ रन्दै भिजिरहेको छ अब गरमले क्या अब गएर चाहिँ नुहाएर हो खाना खान्छु है र मेरो यो सानो भिडियोलाई चाहिँ म एन्ड गर्दैछु थ्याङ्क यू